हेलो एभ्रिवान। अनि आज चाहिँ हामी हाइकिङ जाँदैछौँ। अनि हाइकिङ चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि यो डाँडा माथि झुल्केको घाम हेर न क्या राम्रो। अब यो डाँडा चाहिँ खै के भन्छ स्पेसल्ली हाइकिङ जान्छ मान्छेहरू। अनि अब खै जामा चोक हो कि जामचो चोक भन्छ होइन, जामा चोक पनि भन्छ प्रायःले, जामचो पनि भन्छ। मलाई अलि राम्रोसित थाहा भएन। तर आज चाहिँ हामी चर्चको बहिनीहरू अनि मेरो साथीहरूसँग चाहिँ म यता हाइकिङ जाँदैछु। अनि होप अब एकदम रमाइलो हुनेछ है आजको हाइकिङ। खुट्टा चाहिँ ध्वस्ती हुन्छ होला, एकदमै हिँड्नुपर्छ भनेर सुनेको थियो। अनि खुट्टा चाहिँ दुख्छ होला सायद। ल म चाहिँ अहिले अब एकदमै यो वनको नजिक आइसकेँ। यहाँ देख्न सक्नुहुन्छ, यहीँ आइसकेँ है। अब चाहिँ यहाँबाट चाहिँ फुलबारी गेट पुग्ने छ है। अनि फुलबारी गेटबाट चाहिँ अब त्यहाँ टिकट काटेर त्यसपछि चाहिँ हामी उकालो लाग्नुपर्ने हुन्छ अरे। अब म चाहिँ एकदम नजिक आइसकेँ। म चाहिँ अहिले आइसकेको छु है। फुलबारी गेट चाहिँ है। अब हामी चाहिँ त्यहाँ एकछिन टिकट काट्नुपर्छ। यहाँबाट चाहिँ काठमाडौँ यस्तो देख्छ है। अब हामी माथि गएर नि हेर्दैछौँ कस्तो देख्छ है काठमाडौँ। माथिबाट झन् एकदम राम्रो देख्न सक्छ। यहाँबाट झन् यस्तो बवाल देखिरहेको छ होइन यहाँबाटै। ल हामी चाहिँ अहिले हाइकिङ हिँडिसकेका छौँ स्याट है। के छ सिमन हालखबर? एक जय मसी सबैजनालाई सर्वप्रथम म एकदम ठिक छु। ठिक छौ? ल अब हामी चाहिँ यसरी यसो गर्दै हामी लाग्नुपर्छ है। ल साथीहरू हिँडौ आधी घन्टा हिँडौ। हेलो हो बल्लका हाइकिङ जानलाई यस्तो देखेँ कि। ल दामी। ल आधी बाटो त होइन, यो 10% नि भएको छैन। आउँछ अलिअलिसम्म बाटो आइगयो त नि। अलिअलि फेरि उक्लिने अलिअलिसम्म बाटो आउँछ। 5 मिनट भयो होला हिँडेको है। 1 घन्टा हिँड्यो भन्दा बढी भयो मलाई त। अब यो उकालोले सबैलाई हाइकिङ देखाइदिन्छ मजाले। यस्तो ठाडो उकालोहरू हिँड्दै हामी हत्ते मल्ला जस्तो भइसक्यो है अहिले नै। बहिनीहरूको हालत। हाइकिङ जाने मान्छेहरू यस्तो हुन्छन्। एकदम एडभेन्चर हुनुभयो यार आजको हाइकिङ। कोही माथि बसेर मोटे पनि है, कोही तल बसेर छोटे पनि है। युवक चाहिँ एकदमै हाइकिङको मजा लिँदै साउलिन पारामा। वाह यो हो नि त हाइकिङ भनेको। हालत तपाईँहरूले देखिसक्नुभयो। पसिना र असिनाको मिश्रणलाई हाइकिङको उपलब्धि भन्न सकिन्छ। यो पनि हाइकिङको उपलब्धि हो। अब चाहिँ हामी धेरै लामो यात्रापछि हामी अलिकति सम्म बाटोमा आइसकेका छौँ। सबैको सास आइसकेको छ, सास। अब चाहिँ म केही गर्न सक्छु भन्ने आँट आइसकेको छ सबैमा। तर मजै भइरहेछ है। अलिअलि खुट्टाको एक्सर्साइज भइरहेछ मस्तसँग।
तपाईँको आनन्द मेरो फल हो तपाईँको आनन्द मेरो सामर्थ्य यसु तपाईँको उपस्थितिमा हामी चाहिँ एकदमै फ्रेस भइसकेको छौँ है अब हिँड्नुपर्छ ठिक छ ल म चाहिँ यो ग्रुपको गाइड हो है उहाँहरू चाहिँ सबै फिलिपिनबाट आउनुभएको हो अनि आज चाहिँ मैले हाइकिङमा लिएर आएको हो उहाँहरू चाहिँ अब एकदमै हाइकिङ भने अनि त्यो भएर लिएर आएको उहाँहरू चाहिँ अहिले एकदमै लो थर्किसक्नु भएको छ बल्ल अलिअलि यो सम्मबाट आएर हिँडिरहेको छ होइन अब हेर्दैछौँ हामी माथिसम्म पुग्दा हाम्रो हालत कस्तो हुन्छ हामी चाहिँ हिँड्दै हिँड्दै एकदमै माथि आइसक्यो 2 किलोमिटर जति माथि होइन अझै अब बाटो अझै पनि छ क्या अहिले नसकिने बाटो रहेछ यो तर अहिले चाहिँ अलि यस्तो सम्म बाटो भएर चाहिँ सजिलो भइरहेछ अब हामी हिँड्दैछौँ है खुट्टाहरू अब अलिअलि गलेको थियो फेरि बिसो भइसक्यो सम्म बाटो आएर यस्तो सम्म बाटो आएपछि है ओइ पहिलाको मान्छेहरूले बाँदरबाटै मान्छे आयो भन्थ्यो हो जस्तो लाग्न थाल्यो यार जिम हान न जिम हान 5 चोटि ओइ लोड्दैन ऊ चाहिँ अहिले एकदमै हाइटमा छ है ओइ आम्मा हो रहेछ पहिलाको मान्छे बाँदरैबाट जस्तो लाग्यो ओइ आऊ ए डरै लाग्छ मलाई ओइ ल धेरै नै राम्रो प्रस्तुति थियो यो चाहिँ हप्तामा यो 3 चोटि हिँड्यो भने ज्यान के होला भन्ने कुरा गरौँ न हप्तामा 3 चोटि हिँड्यो भने त ज्यान त सुकेर दाउरा जस्तो हुन्छ नि मेरो पनि तिम्रो तिमी चाहिँ मान्छे हिँड्छ नि म नि मान्छे हो तिमी नि मान्छे हो म नि मान्छे हो अनि यसरी हिँडेपछि पसिना सबै कहाँ मान्छे हो त उ त अनि ऊ त टङ्के हो ऊ त अहिले उस्तै पऱ्यो नि यो रुखहरू सुई निक्लो उब्रिदिन्छ चढिदिन्छ फेरि चढ्छ 2 किलोमिटर हिँड्नुपर्ने हाम्रो यो समाचार वाहकले भनिसकेको छ ल अहिले चाहिँ हामी अलिकति बस्ने ठाउँ जस्तोमा आइसकेका छौँ चौर जस्तोमा जानुपर्ने छ त्यो माथि डाँडामा हो एकदमै राम्रो वाउ साह्रै बवाल भ्यू रहेछ ल यहाँबाट ल मलाई चाहिँ यहाँ आइपुग्दा नै एकदमै रमाइलो लागिसकेको छ है अलि सेतो धेरै रहेछ तुवालोले अलि नदेखिने रहेछ भ्यू चाहिँ नत्र यहाँबाट एकदम राम्रो देखिरहेछ fast and fast very fast and then we can to reach डेस्टिनेसन our destination not only that much नट द्याट मच so wide because we are coming here ओके कम हियर कम यस्तो इङ्ग्लिस बोल्यो भने इन्डियन लाग्दैन तिमीलाई आऊ खाजा खान्छ नि आऊ because Khasi is very important race is very अब चाहिँ हामी यहाँ यसो खाजा साजा खानलाई अब 1 किलोमिटर मात्र बसेको छ बाबा सिमन र म चाहिँ भिडियोग्राफर हो एउटा त्यो चाउचा तिमी मेरो खिच म तिम्रो खिच्छु कि छ के यहाँ पानी हो जति छ अब यहाँ चाहिँ मिक्स मार्क्स गर्ने काम हुँदैछ यो हालम अनि यो हालम अरु त्यही राजा तिमीलाई भोक लाग्यो नि त नि मलाई भोक चाहिँ लागेको छैन तर मलाई त्यो माथि कसरी जाने भन्ने कुरा एकदम तिमी तृष्णा छौ एकदम तृषित हो त्यहाँ पुग्नलाई म तृषित छु किन भन्दाखेरि त्यो ठाउँबाट चाहिँ एकदमै 360 मा चाहिँ काठमाडौँको भ्यू हेर्न पाइन्छ रे वाउ तिमीले भन्दाखेरि मलाई पनि जानु मन लागिसक्यो यार त्यही भएर चाहिँ मलाई खाने भन्दा पनि त्यहाँ गएर चाहिँ कसरी हुन्छ त्यहाँको चिजहरूलाई चाहिँ मजाले हेरेर चाहिँ मजाले तृप्त हुन मन छ कि कस्तो राम्रो विचार यार तिमी जस्तो मान्छे हाइकिङ आउँदा फेरि यो ठाउँले पनि एकदमै गर्व हाइकिङ इज नट अ हाइकिङ दिस इज अ इम्पोर्टेन्ट पार्ट अफ गुड It is like an entertainment, होइन? It's very important for our health, होइन? या So that we are going to eat ओके and reach in there and हैन कसैले प्याज उस हाले त चटपटै बन्छ very items like that. मैले तर विचार गरेको
सबैलाई भन्नु होइन कुरकुरे सक्राजी अरूलाई यो ल्याउ त्यो ल्याउ भन्नु भने झन् पोक पाउँछ पाउँदैन माथि मिठो हाल्दी त्यस्तो बेला मिठो हुन्छ क्या अहिले मिठो भयो ल अहिलेको झन् त्यो भात र मासु आयो भात है है मासु चाहिँ 3 चौडा मात्रै मासु त 3 पिस मात्रै रहेछ यार हजुर 3 जनालाई एउटा एकन्टा राखिदिएको नि त लास्टमा त अनि अन्डाको भात पो रहेछ यार चाहिँ तलदेखि हामीसँग यहाँ 2 किलोमिटर हिँड्दै आइसकेको छ आधा घण्टामा पुग्छ अनि अरू कति ग्रुपहरू छ तर पनि अरू ग्रुपहरूसँग हिँड्दैन यो हामीसँगै हिँडिरहेछ हेलो किन भन्दाखेरि यसलाई चाहिँ हामी माथि विश्वास भएर होला के नत्र यो यसरी हिँड्थेन होला नि होइन कला दिदी अहिले आएर चाहिँ हाइकिङ आएको जस्तो फिल भयो किनकि जुगाले यहाँ टोकेर रगत निकालिदिइसक्नु भएछ अब यो जाम्चो चोकमा तपाईँहरू आउनुहुन्छ भने चाहिँ होइन यहाँ चाहिँ अलिकति जुगा पनि रहेछ जो चाहिँ अलिकति जुगादेखि डराउनुहुन्छ अलि लामो लामो लुगाहरू लाएर आउनु होला अब खै तिमीलाई नि टोकेछ ओए तिमीले त काटेको होला नि त्यो त मेरो नि यहाँ टोकेको मेरो नि खाँच र सकेसम्म चाहिँ अलिकति कम्फर्टेबल लुगा लगाएर आउनुपर्छ उकालो छ किनकि उकालोमा चाहिँ अब यो जिनको प्यान्टहरू अलि त्यस्तो कपडाहरू चाहिँ गाह्रो हुन्छ अलि हाइकिङ जाने तरिकाले आउँदै हुनुहुन्छ भने चाहिँ यो कटुहरू ट्र्याकहरू होइन अलि स्ट्रेचेबल कपडाहरू चाहिँ लाउनुपर्छ है अब अरू भने त त्यस्तै हो अलिअलि जुगाले टोकिङ अलिअलि उकालो हिँडिङ अनि त्यसपछि टपमा पुगेपछि मजै छुट्टै छ उकाली ओराली धाइयो ओ दामी दामी मैले अहिलेसम्म नदेखेको चिज पनि मैले देखिसकेँ यो चाहिँ रातो च्याउरै छ कस्तो लागिरहेको त हाइकिङ खतरा दाइ खतरा खतरा भइरह एकदमै नेक्स्ट लेभल ल दामी जान दिनु रहेछ मनी सोच जाउनी आई यो यसलाई नेपालीमा के भन्छ ल भन वाउ सो ट्यालेन्टेड कता यताबाट जाने कि यताबाट हो छोटो I don't know this song. I'm not understanding. अश्विन भुजेल ल ल एकदमै रमाइलो हुँदैछ है हामी चाहिँ अहिले लगभग अब एकदमै टुप्पामा आइसकेका छौँ हामी चाहिँ यहाँ गीतहरू गाउँदै परमेश्वरको महिमा गर्दै हामी उकालो लाग्दैछौँ हामी यहाँ फेरि नयाँ बहिनीहरू भेट भएको छ है अहिले चाहिँ हामी यहाँ टपमा आइपुगिसकेका छौँ अब त्यति धेरै सफर गर्नुपर्ने बेला गइसकेको छ है अब आइसकेको छ अब हामी यहाँ टप आइसकेका छौँ यहाँ टावर नै छ क्या हो होइन अब हामी यहाँबाट चाहिँ टक्क भ्यू हेर्ने हो अनि एकछिनमा टक्क लगाएर फर्किने हो यहाँ माथि चाहिँ यस्तो छ ल यो ध्वजाहरू पुरै टाँगेको छ लामो यात्रापछि हामी डेस्टिनेसनमा आइसकेका छौँ म तपाईँहरूलाई देखाउँछु है यहाँबाट चाहिँ कस्तो भ्यू देख्छ ल यस्तो देख्दो रहेछ है
क्यामेराले अब क्याप्चर भएको कि भएन चाहिँ त्यो मलाई थाहा भएन तर यहाँबाट चाहिँ यस्तो देख्छ होला भ्यू एकदमै रमाइलो छ है ठाउँ चाहिँ रमाइलो छ एकदम दामी छ ल उहाँ रहेछ धरा अब त्यहाँ रहेछ यता चाहिँ यस्तो छ है राम्रो छ ल बहिनीहरू भर्खर आउँदैछ एउटा पनि हेर्नेछौँ है त कस्तो देख्छ अनि यहाँबाट रिभ्यू म दिन्छु यहाँबाट सिडी चाहिँ भ्यू टावर होइन अनि यहाँबाट चाहिँ कताको यसरी सिडीहरू चढ्दै जाने हो होइन सिडी चढ्दै वहाँ घुम्दै 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 एकदम सुरक्षित तरिकाले ट्याकेर 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 जाने हो सिमन भन्ने मान्छे आइसकेको छ आई लभ यु सो मच ओ थ्याङ्क यू कसको हो त यार कस्तो दामी बुकी रहेछ है वाउ देऊ फिर्ता देऊ बिकज यु आर नट गो ओके यहाँबाट एकदमै राम्रो देखिन्छ है ल वाउ बबाल रहेछ त ठाउँ त ल यहाँबाट छिर्नुपर्छ है यसरी त के हो त यार भित्र त वाउ बबाल रहेछ ल ठाउँ चाहिँ यहाँबाट हैट खतरा ल दामी लाग्यो मलाई चाहिँ ल एकदमै ल भाइले कस्तो लाग्यो बहिनी एकदम दामी 4 घन्टा पछि 4 घन्टा पछि है ल यहाँबाट चाहिँ हो देखिने चाहिँ ल यति नै हो है यदि कोही मेरो भ्लग हेरेर आउन चाहनुहुन्छ भने आउनु होला एकदमै राम्रो छ हाइकिङको लागि यो ठाउँ है यहाँबाट चाहिँ एकदमै राम्रो भ्यू देखिन्छ आँखाले एकदम राम्रो देखिरहेको छ क्यामेराले अलिक क्याप्चर गरेन जस्तो लाग्यो है एकदमै रमाइलो छ ठाउँ आउनु होला रमाइलो गर्नु होला सुरक्षित साथ आउनु होला है त सबैजना ल अहिलेसम्म जतिजनाले मेरो भ्लग हेर्नुभयो सबैजनालाई धन्यवाद र सबैजना यो ठाउँ चाहिँ आउनु होला है त हाइकिङको लागि यति भन्दै सबैलाई जय मसी अर्को भ्लगमा भेटौँला बाई बाई